आज कार्तिकको 3 गते यो बारीमा चाहिँ मैले रोपाइँको बेलाको भ्लग हालेको थिएँ होइन। अब आज हामी चाहिँ काट्दैछौँ। कति महिना भयो होला, हामीले असारको 17-18 यस्तैमा रोपे है, 17-18मा रोपेको। अहिले साउन भदौ जे भने त्यस्तैमा 12। अहिले चाहिँ साउन भदौ असोज र कार्तिक। अनि अब धान चाहिँ छ आमा र म, हामीतिर मिलाएर राख्नुपर्छ। धान काट्यो त्यो बेलामा चाहिँ पानी आयो, अनि अगाडि आउनु पर्ने बेलामा चाहिँ आएन। अब अहिले चाहिँ यस्तो भइरहेको धेरै वर्ष। ह्याप्पी तिहार, ह्याप्पी कुकुर तिहार। आज चाहिँ कुकुर तिहार हो। हजुर हेलो। हाम्रो यहाँ 4जना खेता लाउनुहुन्छ, 1जना 2जना। उहाँ चाहिँ एकदमै गनेर काट्नुहुन्छ, 82वटा मात्र काट्नु। ल यति हो यो मैले रोपेर गएको बारी। मैले भन्दा नि हामीले चाहिँ रोपेको, अनि ठिकै खासै कतिले चाहिँ आएन है खेती। अलि मुसाले धेरै काट्यो अरे, अनि त्यही हो मुसाले धेरै काट्यो। ल अब चाहिँ हामीले बल्ल धान काटेर सक्यो।